मसँग अहिले भएको पैसा यति छ, 5,000 रुपियाँ छ। यो मैले गर्न सक्ने सहयोग 5,000 यहाँलाई उपलब्ध गराएको छु। हजुर सबैलाई नमस्कार। यतिखेर हामी यो बेलोरी नगरपालिका वडा नम्बर 5 सभातालमा आएका छौँ। यहाँ एकजना भाइ शिवराज चौधरी जुन वर्ष 24 को अहिले दुवै किडनी फेल भएर काठमाडौँको मेडिसिटी अस्पतालमा आइसियुमा उपचार गर्दै हुनुहुन्छ र उहाँहरूको आर्थिक अवस्था एकदमै कमजोर भएको हुँदा अहिले किडनी ट्रान्सप्लान्ट गर्नका लागि आर्थिक अभाव भइराखेको छ र त्यो पैसाको अभावका कारणले गर्दाखेरि उहाँको किडनी ट्रान्सप्लान्ट पनि अहिले भइराखेको छैन। डाक्टरको सुझाव छ कि तुरुन्तै तपाईले जति सक्दो चाँडो किडनी ट्रान्सप्लान्ट गर्नुपर्नेछ भनेको अवस्था छ। तर किडनी ट्रान्सप्लान्ट गर्नका निमित्त जो पैसा चाहिने हो त्यो खर्च यो परिवारसँग उपलब्ध नभएको हुँदा अहिले त्यत्तिकै आइसियुमा उपचार गरिराखेको अवस्था छ। अवस्था झन्झन दिन प्रतिदिन कमजोर हुँदै हुँदै गइरहेको अवस्था छ। त्यसकारण यहाँहरू सबैले यो परिवारलाई आफूले गर्न सक्ने सहयोग उपलब्ध गराएर शिवराज चौधरी भाइको जीवन बचाइदिनका लागि सम्पूर्णमा हामी अनुरोध गर्न चाहन्छौँ। अब उहाँ बुवा हुनुहुन्छ, उहाँ शिवराज चौधरीलाई किडनी चाहिँ उहाँले दिनुहुनेछ, उहाँ किडनी दिन तयार पनि हुनुहुन्छ। तर किडनी ट्रान्सप्लान्ट गर्नका लागि चाहिने खर्च अहिले यो परिवारसँग छैन। सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुभयो भने पक्कै पनि भर्खरको 24 वर्षको युवा नवयुवाको जीवन पक्कै पनि बाँच्नेछ। अहिले यो परिवार एकदमै पीडामा छ, दिन रात रोएरै बस्नु परेको अवस्था छ। उहाँ चाहिँ बुवा हुनुहुन्छ, बुवाले के भन्न चाहनुहुन्छ? मलाई सहयोग चाहियो सर, किडनी म दिन्छु, मलाई पैसा नै चाहियो। किडनी ट्रान्सप्लान्ट गर्नलाई मलाई सहयोग गर्नु होला सर। मेरो घरमा केही छैन, म कमाइया मुक्त हुँ सर। मेरो घरमा जग्गा जमिन माटोमा दिएर छोरालाई विदेश पठाए। विदेश जाँदाखेरि मेरो छोरा यस्तो भयो सर, केही कमाउन पाएन। मेरो 62 वर्ष भइसक्यो सर। म कहाँबाट कमाएर ल्याउँछु? मेरो जेठो छोरा अपाङ्ग छ, यसको पनि कमाइ छैन। मेरो बुढी पनि धेरै बुढो भइसक्यो, अब घरमा को काम गरिदिन्छ? त्यही हुनाले म सहयोग माग्दैछु सर। मलाई अप्ठ्यारो नै छ धेरै, म के गरौँ? उहाँ चाहिँ आमा हुनुहुन्छ, आमा भनिदिनुहोस्। नहीं सर, सहयोग माग्नुपर्छ। दिदी दिल साउदीबाट सुन्नु कर रातिन रोइठु मैले अपन जीवन मन खुसी गरेछु। अब यो चाहिँ अहिले यो परिवारले वडा नम्बर 1 देखि 10 नम्बरका प्रत्येक वडामा गएर उहाँले निवेदन दिनुभयो। तर कुनै पनि वडाबाट 1 रुपियाँ अहिलेसम्म सहयोग प्राप्त भएको छैन। नगरपालिकालाई भन्नुभयो, नगरपालिकाले पनि दिएन है, नगरपालिकाले पनि दिएन। यो क्षेत्रका जति पनि जनप्रतिनिधि हुनुहुन्छ उहाँले पनि कुनै प्रकारको सहयोग गर्नु भएन, कुनै पनि पहल गर्नुभएको छैन। यो परिवारलाई अहिले तपाईँ हाम्रो सहयोगको अपेक्षा छ। यदि तपाईँ हामीले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग यो परिवारले उपलब्ध गरायौँ भने यो परिवारको पनि कल्याण हुने थियो, उद्धार हुने थियो। अब मसँग अहिले भएको पैसा यति छ, 5,000 रुपियाँ छ। यो मैले गर्न सक्ने सहयोग 5,000 यहाँलाई उपलब्ध गराएको छु। हजुरहरू पनि आफ्नो तर्फबाट जति सक्नुहुन्छ, हजुरको क्षमताले जति भ्याउँछ त्यो रकम यो परिवारलाई उपलब्ध गराइदिनु होला। यो परिवारको बैंक खाता र ई-सेवाको डिटेल्स हामीले यो भिडियोमा पनि राखिदिएका छौँ। तपाईहरूले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग उपलब्ध गराइदिनु होला। र यो क्षेत्रबाट निर्वाचित जति पनि जनप्रतिनिधि हुनुहुन्छ तपाईहरूले कृपया अलिकति आफ्नो दायित्व बोध गरेर यो परिवारको उद्धार गर्नका निमित्त, यो परिवारको कल्याण होस् भन्ने उद्देश्यले तपाईहरूले पनि आफ्नो तर्फबाट पहल गरिदिनु भयो। अन्यथा तपाईँ जनप्रतिनिधि भएको पनि कुनै अर्थ रहने छैन। अन्त्यमा सबैलाई हात जोडेर प्रार्थना गर्छु, बिन्ती गर्छु कि
यो परिवारलाई हजुरहरूले जति सहयोग गर्न सक्नुहुन्छ कृपया सहयोग गरिदिनु होला। यदि सहयोग गर्न सक्नुहुन्न भने यो भिडियोलाई सबैले सेयर गरेर आफ्नो तर्फबाट हुन सक्ने सहयोग पनि यहाँहरूले गर्नुहुनेछ भन्न चाहन्छु। धन्यवाद।